हेलो एभ्रिवान, म चाहिँ अहिले एमजी मार्गमा छु। अहिले भर्खर यहाँ एउटा इन्सिडेन्ट भयो है, जुन चाहिँ अफिसियली चाहिँ अब उनीहरूले पुरा हेरेसमेन्ट हुन्छ भनेर भन्नु मानेन, किनभने अलरेडी उहाँहरू टुरिस्टहरू रहेछ। र त्यो इन्सिडेन्ट चाहिँ अब एकदमै भिड भएको थियो। मैले त्यो भिडियो खिचिनँ किनभने कोही बेला झगडा परिरहेको हुन्छ, दिन बित्थाको मातेर झगडा परेको हुन्छ र हामी जे पायो त्यो खिच्दै हिँड्नु पनि हामीलाई शोभा दिँदैन। र म त्यहाँ बुझ्नु गएको थिएँ। त्यहाँ चाहिँ एकजना यहाँको अलिकति माथिको मान्छेले चाहिँ टुरिस्टलाई चाहिँ जिस्काएछ र जिस्काउँदाखेरि चाहिँ फेरि त्यो त्यो टुरिस्ट लेडी टुरिस्टको फ्यामिली मेम्बर केटा मेम्बरसँग चाहिँ झगडा पनि परेछ होइन। अन्त त्यो हाम्रो लोकलहरूले चाहिँ उसलाई कुटेछ पनि, तर उनीहरूले पुलिस कम्प्लेन गरेको छ। पुलिसलाई कम्प्लेन गर्दा पुलिसले खोज्दैछ त्यो मान्छेहरूलाई, किनभने अब यस्तो गर्नु राम्रो होइन है, किनभने इमेज राम्रो रहँदैन नि त सिक्किमको। र स्पेसली यसरी टुरिस्टहरूलाई एकदमै राम्रो बिहेभ गर्नुपर्छ, किनभने टुरिस्ट नहुँदाखेरि चाहिँ कस्तो हुन्छ। अहिले यहाँनिर कति बेसी टुरिस्टहरू आइरहेको छ है, अहिले कति रमाइलो देख्छ टुरिस्ट आउँदा। अहिले फेरि सिक्किमको कस्तो राम्रो एउटा माहौल छ, सिक्किमको एउटा 50 इयर्स अफ स्टेटहुडको कुराहरू इभेन्टहरू भइरहेको छ, चर्चा भइरहेको छ, सेलिब्रेसन भइरहेको छ। यो स्थितिमा चाहिँ अब यस प्रकारले हामीले टुरिस्टसँग मिसबिहेभ गऱ्यौँ भनेको इमेज चाहिँ राम्रो रहँदैन। र यसमा चाहिँ स्पेसली सेक्युरिटीको कुराहरूमा अब यता पुलिस प्रशासनबाट चाहिँ सिरियसली प्रकारले यसमा काम गर्नुपर्ने। हुनु त बिचरा पुलिसलाई कम्प्लेन भएपछि पुलिस तुरुन्त आएर यहाँनिर अब उनीहरूले हामी खोज्छौँ भनेर गइरहेको छ त्यो मान्छेलाई, र उसलाई पुलिस थानामा जाउँ कम्प्लेन गर्नु भन्दा पनि उनीहरूको एकदमै मानेन, किनभने उनीहरूलाई अब हाम्रोमा टाइम छैन, म बिहानदेखि खाना खाएको छुइनँ, मेरो फ्यामिलीहरू त्यहाँ नानीहरू भोकै छ भनेर कुरा गर्दै थियो। उनीहरू पुरा डिस्टर्ब थियो, उनीहरूलाई हेरेर पुरा माया लाग्यो है। अब सिक्किममा आएको 4 दिन भयो अरे, बम्बेको टुरिस्टहरू रहेछ। अन्त 4 दिन अब मान्छे आइरहेको बेलामा अन्तिममा चाहिँ यसरी एमजीमा घुम्दै गर्दाखेरि उनीहरूले जुन तरिकाको अब सिचुएसन फेस गर्यो, अब त्यस्तो चाहिँ अरू कसैले पनि फेस नगरोस् है। हाम्रो स्पेसली हाम्रो लोकल मानिसहरूले अतिथिहरू हो, टुरिस्टहरू भनेको अतिथिहरूलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ। यो चाहिँ नहुनुपर्ने कुराहरू भयो। र उनीहरूले अब यसरी अब मैले देखिसकेको थिएँ होइन, म त्यहाँ थिएँ र मैले यदि मिडियामा तपाईँ केही कम्प्लेन गर्नु चाहनुहुन्छ भनेर मैले सोद्धाखेरि उहाँले मानेन होइन। अब मिडियामा आउने बित्तिकै मलाई यस्तो झमेलाहरूमा फस्नु छैन, पुलिस केसेस गरेर झमेलामा फस्नु छैन, किनभने म अलरेडी नै पुरा यहाँ टायर्ड छु, भोकै छु, मेरो नानीहरू त्यहाँ पर्खिरहेको छ भन्ने प्रकारले उसले भन्यो नि त। तर मैले चाहिँ मिडियामा ल्याउँ भन्दाखेरि चाहिँ किनभने कोही बेला यस्तो हुन्छ मिडियाले देखेर पनि न्युज गरेन भन्ने कुराहरू पनि आउँछ नि त। त्यही कारण चाहिँ मैले चाहिँ देखेर उनीहरूको यदि उनीहरू बोल्छ भने चाहिँ म लिएर आउँछु उहाँहरूको गुनासो भनेर मैले सोधेँ पनि, तर उहाँहरू नमान्दाखेरि चाहिँ मैले जबरजस्ती त्यस्तो कुराहरू ल्याउनु सक्दिनँ, किनभने अब सिक्किमकै बदनाम हुन्छ होइन। सिक्किममा यस्तो भएछ, मिडियामा आएपछि सिक्किममा यस्तो भएछ भन्ने कुराहरू हुन्छ नि त। त्यही कारण मैले ल्याएन, तर यो चाहिँ एउटा जानकारीको लागि, अवेरनेसको लागि होइन, फ्युचरमा चाहिँ यस्तो कुराहरू नहोस्, कुनै पनि सिक्किममा आउने टुरिस्टहरूले यस्तो नचाहिँदो स्थितिको सामना गर्नु नपरोस्। र स्पेसली यस्तो मिसबिहेभ है, कसैलाई नराम्रो कमेन्टहरू नगरेको राम्रो, रेस्पेक्ट गरौँ। आज टुरिस्ट नआउँदा कोभिडको टाइममा, डिजास्टरको टाइममा कस्तो भयो। उनीहरू चाहिँ हाम्रो अतिथिहरू, भगवान्हरू, अतिथि देव भव भन्छ नि त, त्यसरी चाहिँ हाम्रो यो घर गृहस्थी चल्छ। टुरिज्म स्टेट हो हाम्रो, सो बी केयरफुल, स्पेसली डोन्ट मिसबिहेभ चाहिँ पटक्कै नगर्नु होला। र म अहिले एमजी मार्गमा मैले चाहिँ किन यो ल्याएँ भने मैले बुझ्दा ओर्दा त्यो स्थिति के भएको थियो भनेर बुझ्दा ओर्दा त्यो कुट्ने मान्छे, त्यो मिसबिहेभ गर्ने मान्छे भागिसकेको थियो। र मैले फेरि त्यहाँ मलाई मान्छेहरूले अब के भन्दै थियो, कसले तपाईँले यो गर्नु लेख्नु भनेर हामीलाई प्रोभोक गर्ने पनि थुप्रो हुन्छ है। र हामीले अर्काले भन्ने बित्तिकै लेख्नु, अर्काले भन्ने बित्तिकै त्यो पनि हुँदैन। सबै सिचुएसन बुझ्नुपर्छ, अफिसियल कम्प्लेन हुनुपर्छ, भिक्टिम बोल्नुपर्छ होइन। त्यस्तो नभइकन त्यो न्युज अफिसियल न्युज हुँदैन। र मान्छेहरूले चाहिँ त्यो हामी चाहिँ युट्युबर होइन है, युट्युबमा चाहिँ जे पायो त्यो कतिजनाहरूले युट्युबर सबैजनालाई भनेको होइन, तर कतिजना युट्युबमा अब त्यो बेसी चलोस् भनेर उनीहरूले जे पायो त्यो हाल्छ। तर हामीले न्युज एज अ जर्नलिस्ट चाहिँ हामीले त्यस्तो गर्नु हुँदैन, एकदमै अफिसियली कुराहरू मात्रै ल्याउनुपर्छ कि चाहिँ हामीले आँखा अगाडि त्यहाँ
आफ्नो आई विटनेस छ भने हामीले त्यो कुराहरू ल्याउन सक्छौँ नि त। म पुग्दा मैले बुझ्दा ओर्दा त्यो सबै सिचुएसन चाहिँ अब अर्कै भइसकेको थियो। इभन मैले टुरिस्टलाई पनि सोधेँ तपाईँ मिडियामा बोल्नुहुन्छ भने चाहिँ म गरिदिन्छु है भनेर। तर हि इज नट रेडी टु कम्प्लेन इन उसको ग्रिभान्सेस मिडियामा राख्नु उसले चाहेन है। यो चाहिँ मैले मेरो भ्लगबाट लिएर आएको किनभने मलाई एउटा मेरो रेस्पोन्सिबिलिटी एज अ जर्नलिस्ट फिल भएर मैले सोधेँ पनि। र वान्स अगेन डोन्ट मिसबिहेभ विथ द टुरिस्ट। र यो अहिले हेर्नुहोस् त यी टुरिस्टहरू कति बेसी आएको छ, थुप्रो छ, थुप्रो आएको छ। ओ हाई हेलो। कहाँ गएको? माथिबाट आएको। ए मैले देखाउँदै थिएँ यहाँ टुरिस्टहरू आएको छ र टुरिस्टहरूको स्पेसली विशेष गरी के थियो टुरिस्टको ड्रेसअपमा चाहिँ उसले कमेन्ट गरेछ। अब अनि नचाहिँदो कमेन्ट गरेछ। अनि त्यो कमेन्ट चाहिँ अब सहनु नसकेर अभियसली नै फ्यामिली मेम्बरहरूले सहनु नसक्दा चाहिँ त्यो दुईजना बिच झगडा भएछ र मेल टुरिस्टहरूलाई चाहिँ कुटेर यहाँ यस्तो मैले यो चाहिँ देखेँ टुरिस्टमा यस्तोमा अलिअलि दाग पनि छ कुटेको। एनिवे यो चाहिँ मैले जस्ट फर इन्फर्मेसन फेरि यस्तो सिचुएसन नदोहोरियोस् र ल एन्ड अर्डरमा पनि यो खबर पुगोस् है। उनीहरूले पनि अझै यहाँ सेक्युरिटीहरू है के भन्छ त्यसलाई पेट्रोलिङहरू अझै बढ्यो भने टुरिस्टहरूले चाहिँ अब सुरक्षित फिल गरोस् यहाँ आउँदाखेरि। उनीहरूलाई अब त्यो फ्यामिलीहरूलाई कस्तो फिल हुन्छ अब यहाँबाट फर्केर जाँदाखेरि उनीहरूलाई कति नराम्रो। सिक्किम फर्किँदै पछि उनीहरूले यो इन्सिडेन्ट सम्झिन्छ, त्यहाँदेखि यहाँको मान्छेलाई सम्झिन्छ, मन पराउँदैन होइन। हामी पनि बाहिर गएर यस्तो इन्सिडेन्ट भयो भने कस्तो हुन्छ। सो द्याट्स अल। अहिले चाहिँ मैले यति चाहिँ भन्नु ल्याएँ। अब नल्याउँ भन्दा पनि यो भिडियो त ल्याउनै पऱ्यो पर्सनल भए पनि इन्फर्मेसन। किनभने मान्छेले थुप्रैले मलाई न्युज बना भनेर उयो गर्दै थियो। मैले न्युज एकैचोटि बनाउनु चाहिनँ किनभने पहिला मैले त्यहाँ बुझ्नु पऱ्यो इन्सिडेन्ट, अफिसियली कम्प्लेन हुनु पऱ्यो, पुलिसको रियाक्सन हुनु पऱ्यो। तर पुलिसले चाहिँ अभियसली नै त्यहाँ आइपुग्यो र पुलिसले त्यो कुट्ने मान्छेलाई खोज्दैछ। ओके बाई बाई, सी यू सुन।